ओइ जाँदा गएर एउटा स्प्राइट ल्याएर जाउँ। ओइ जान गएर एउटा स्प्राइट रम्बो ल्याऊ। पैसा दे न। तेरे पैसा निकाल। ए भाइ तेरे ले भाइ तेरे। चिसो ल्याए नि मेरो फ्रिजको। चाँडा आइज गरिन्छ लास आज। को भाइ तिमीले देखिनु भन्दै छिरेको हाम्रो चामल छैन नि। मलाई चिन्नस् तैँले? भाइ चामल छैन भनेको भनेको जा। मलाई यो जिन्दगीले तै त गाई छोरी ल यसले बिना सबजना फलो लाइक सब गरिदिनु लास गर्मी छ गाई आज लास हेर्नु त पसिना त खतरा निक्लिसक्यो ल त लास गर्दै छ गर्ने माता तपाईँले गाई छोरी दामी स्टेप देखाइदिन्छु म दामी स्टेप देखाइदिउँ कस्तो गर्मी लाग्यो पसिना आएको राम्रो गर्मी पनि कस्तो आयो यस्तो भन्नुभयो उठेर लगाउनु पर्यो गर्मी यार कस्तो राम्रो लाग्यो A few moments later. गर्मी चाहिँ लास्टै हो क्या तर यार बाबु खाना आइज ल अब दाइले खाना खानु नि बोला यार गर्मी नि यस्तो छ एकचोटि नुहाएरै खाना खान्छ यार A few moments later. काल मार्क्स गर्मी पनि कति साह्रो चाहिँ हो भने यार यहाँमा घाम नलागे पनि गर्मी हुन्छ यार एकचोटि फेरि नुहाउनु पर्यो Few moments later. बिहान पानी नुहाउने बेलुका पानी जहिले नुहाउने हप्तादेखि नुहाउने होमवर्क गर्दा नुहाउने नसाउनु ला भाइ 20 रुपियाँ लिएर आइज साबुन एउटा गाई साबुनको त 40 रुपियाँ पर्छ नि आज लिएर आइज नि त ल यार दुई पनि बसिसक्यो कस्तो भोकमा लाग्यो कस्तो गर्नु हेलो सन्डु मान्डु बोले हो मलाई यहाँ कोलोनी नम्बर 32 मा 1 प्लेट मोमो ल्याइदिनुहोस् न अलि छिटो ल्याइदिनुहोस् ल हस् छ्या यो डेलिभरी बोयको राम्रो तरिका छोड्यौँ जस्तो लाग्छ यस्तो गर्न पनि काम गर्नुपर्ने त्यस्तो घर कहाँ एकचोटि फोन गर्नु पर्यो यो यत्रो टाइम भइसक्यो अहिलेसम्म डेलिभरी किन फोन पनि आयो हेलो यता आउनु भयो ल त्यही बस्नु आइहाल्यो ल भाइ तिम्रो यो चाहिँ हजुरलाई टिप्स है यस्तो गर्मीमा आउनु भयो नि हस् धन्यवाद ल यार म पनि यस्तो भोक लिइरहेको थियो यार खाइदिइहाल्नु मजा आउँछ कहाँ पुग्यो हेलो A few moments later. के हो दाइ तपाईँको दिएको छैन मैले तपाईँलाई त्यत्रो 20 रुपियाँ टिप दिएको होइन झन् राम्रोसँग ल्याउनुहुन्छ भनेर के गरिदिएको त्यस्तो के भयो भाइ अनि त्यो यस्तो गर्मी छ तपाईँलाई खाने साथ छैन त्यस्तो गर्मीमा तातो म कहिले जानु तपाईँ चिसोमा भाइ यस्तो गर्मीमा तातो मोबाइल ल्याएर खाइदियो यार कसम एकचोटि पङ्खामा गएर हावा खानु गयो यार के खराब गरिदिएर यार एकचोटि हावा खानु गयो ल यो पङ्खा पनि चल्दैन ओ यो पङ्खा के भएको पङ्खै बिग्रेछ भाइ केही हुन्छ फाल्ने के हो यो यस्तो गर्नु चाहिँ आइसक्रिम खानु पर्यो यार
बालो यो त कस्तो मिठो लाग्यो खाइदियो लाग्ने छ चुसिदिनु ओए कस्तो तातो ओए म मरे ओए बोल्यो A few moments later. दर्शक हजुरलाई स्वागत छ आजको अङ्कल आन्टी टिभी सोमा। आज मसँग यस्तो व्यक्ति हुनुहुन्छ जसले मच्छरलाई फ्याटी मारिदिनु भएको छ। उहाँलाई आउनुहोस् स्वागत गर्नु। मेरो नाम आर्यन खड्का। सो हजुरलाई एउटा प्रश्न है त, हिजो रातिको कुरा हो, हामीलाई एउटा सूचना आएको छ हजुरलाई टोकेको मच्छरहरू चाहिँ एकैछिनमा फ्याटी मरेको छ अरे। हजुरको घरमै 1500 मच्छरको लास भेट्यो। यो चाहिँ कसरी सम्भव छ? हजुरहरूको ब्लडमा केही छ कि हजुरले के त्यस्तो गर्नुभयो? अब कुलमाङ घिसिङ गाइसी बत्ती गएको गाई छ। हिजो राति बत्ती आएको थिएन, फ्यान चलाएको थिएन, मलाई लास्टै गरी भइरहेको थियो। अब लामखुट्टे आइज थाहा छैन, मलाई टोकेछ हातमा, यहाँ डाम छ है, हातमा लामखुट्टे टोकेपछि मरेपछि मलाई बाल हो त, मलाई टोके म के गर्नु, बाल हो मलाई।